अब जिन्दगी सरर मोटर गाडीमा, जिन्दगी सरर मोटर गाडीमा, देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि। देख्नेले देखी जान्छ, बुझ्नेले बुझी जान्छ, भेट्नेले भेटी जान्छ नि। ए भोलिको सोचे धेरै बिर्सने आज। सौन्दर्य मुलुक देश हो। यहाँ हिमाल पहाड तराईमा विभक्त भएका वस्तुस्थितिले गर्दा पक्कै पनि दृश्य छाएकै छ। हेर्दा लाग्दो भए पनि यहाँका वस्तुस्थितिले गर्दा, यहाँका जलवायुका कारणले गर्दाखेरि आफूलाई मन बहलाउने एउटा परिदृश्य हेर्नलाई साँच्चै नै आतुर भएको हामीलाई भान हुन्छ। हामी दुई साथीभाइ बेग्ला बेग्लै क्षेत्रबाट यस क्षेत्रमा आएर आफ्ना मनमा लागेका लाग्छ, साँच्चै नै रमाइलो लाग्छ। तर कहीँ कतै बनेका ती फुलहरू देख्दा झनै आश्चर्यचकित लाग्छ। र कहीँ कतै बाटो नभएर अप्ठ्यारो स्थिति परेको कारणले गर्दा केही विपद आउला देख्नलाई हामीलाई कस्तो मजा आउँछ भन्ने कुरा यस भिडियोले हामीलाई प्रत्यक्ष रूपमा व्यक्त गरिरहेको छ। तर पनि टाढा भए तापनि, बाटो अप्ठ्यारो भए तापनि हामीलाई त्यो ठाउँमा पक्कै हृदय रहर भएको कारणले गर्दा यस्ता गरी बर्सातको बेलामा घाम पानीमा कुनै पनि समय दिएर नखालिकन आफू पीडामा रहे पनि भित्री मनलाई खुसी पार्नको लागि हामी उपरदाङगढी स्थित जुन इतिहासमा पृथ्वीनारायण शाहले राज्य गर्नुभएको क्षेत्रमा जाँदा हाम्रो मन खुसी हुन्छ भन्दै हामी त्यसतर्फ दौडिरहेका छौँ। त्यो क्षेत्रमा गएर हामीले त्यहाँ भएका वस्तुस्थितिको बारेमा, त्यहाँको जैविक विविधताको बारेमा पक्कै पनि ज्ञान हासिल गर्छौँ भनेर यो भिडियो तयार गर्न लागिरहेका छौँ। साँच्चै नै रमाइलो छ। साह्रै भए पनि यहाँका दृश्यको कारणले गर्दा हाम्रो मनै आनन्द भएको छ, मनै पुतली झैँ उडिरहेको छ। कतिखेर पुगौँ, कतिखेर भेटौँ र त्यहाँका मनुष्यसँग कतिखेर वार्तालाप गरौँ भन्ने कुरा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपले भित्री मनका पुतलिरहेको छ।